क्रिजनले जब हेर्छ नि याबीलाई दुईटाले एकअर्काले हेर्छ नि यसरी कुरा सकिहाल्यो कि लिल्लाजको लेभल कहाँसम्म पुगेछ भनेर सकिहाल्यो कुरा क्रेजी लाग्यो म दुईटा ऱ्यापर्स अलरेडी बसिरहेको छ होइन अनि लिल्लाजले त्यति राम्रो प्लेटफर्ममा गएर आफ्नो प्रस्तुति देखाइरहेको छ विथ द गोडको डिस भिडियो हेर्नु भएको छ कि ऱ्याप भिडियो गरेर हेर्नु यसमा चाहिँ लिल्लाज र मेरो चाहिँ धेरै मेहनत छ अलराइट सो हे गाइस व्हाट्स अप एभरीबॉडी इट्स योर बॉय फैम बैक विथ के म न्यू भ्लग बेबी भिडियो भाइ द वे लिल्लाज प्रोको चाहिँ म आज रियाक्सन गर्न लागेको छु जो कि मैले पहिला रियाक्सन गर्न पर्ने थियो जुन बेला लाइभ बसेको थियो लाइभ सेसनको चाहिँ कट गरेर आफ्नो युट्युबमा अपलोड गरेछ अब त्यही भिडियो चाहिँ रियाक्सन गर्न जान लागेको छु म एक्साइटेड किन छु भनेपछि दुईटा ऱ्यापर चाहिँ अलरेडी छ नि त एउटा लिल्लाज त भयो होइन त्यसपछि अब याबी द गोड पनि त्यही बसिरहेको छ र अर्को क्रिजन सानोको बेलाको ऱ्याप याद आउँछ मलाई अनि यो याबी द गोडको डिस भिडियो हेर्नु भएको छ कि ऱ्याप भिडियो यो याबी द गोडको डिस भिडियो गरेर हेर्नु यसमा चाहिँ लिल्लाज र मेरो चाहिँ धेरै मेहनत छ ओके आई होप तपाईँ पनि एक्साइटेड हुन्छ नि ब्याकग्राउन्ड म्युजिक बजिसकेको छ अब ग्लास लगायो भन्दा सक्यो है डर लागिरहेको छ त्यही नि स्टिल कन्फिडेन्ट गरिरहेको छ है लिल्लाजले कता भएको ल देशमा पोकटको केसमा देशमा यो म्युजिक डेडिकेसन त्यही के यस्तै के भएको थियो डेडिकेसन म्युजिक हो त्यही म्युजिकलाई चाहिँ त्यो ऱ्यापलाई चाहिँ अर्को वेमा लगिराख्नु भएको छ बिट ब्याकग्राउन्ड म्युजिक अर्कै बजिरहेको है मैले यता दुईवटा ऱ्यापरलाई हेरिरहेको छु कि मेन लिल्लाजले हान्डाको त अलरेडी सुनिसकेको छु मैले होइन पहिला हामी सुनेको तर मैले दुईवटा ऱ्यापरलाई के अरे यो याबी द गोडलाई मेन हेरेको छु मैले अनि त्यसपछि क्रिजलाई हेरेको छु के नाम थियो यार उसको त भूल तो नहीं गए हमें क्रिजन ऱ्यापरलाई चाहिँ हेरेको छु मैले है रियाक्सन याबीले चाहिँ पढ्दैछ नि त टेक्स्टहरू ल ल टुलले राम्रो रियाक्सन दिइरह भाइब दिइरहेको छ त्यो इन्भाइरोमेन्ट क्रिएट भइरहेको छ है ल पछाडिको नाच्दैछ अब आइपायो है लिल्लाजको क्रेज ओए क्रेजी ऱ्यापर दुईवटा ऱ्यापरको रियाक्सन हेरेर एकचोटि कस्तो क्रेजी हान्दैछ गरेर हेरिरहेको छ यसरी हेर्नु मित्रै सक्यो कुरा सकिहाल्यो एक प्रकारले यो याबी र यो दुईवटा याबी अनि क्रिज हो के हो यार मैले के भनेको थिएँ नाम यसको अर्कोको क्रिजनको रियाक्सन दुईजनाले क्रिजनले जब त्यो याबीले हेरेर यस्तो गर्यो नि सक्यो कुरा त्यहाँ बुझिहाल्नु कुन लेभलको स्विच गऱ्यो भनेर लिडरले कुन लेभलको फ्लो चाहिँ स्विच गऱ्यो भनेर त्यो कुरा बुझ्नु त कस्तो क्रेजी हो
क्रिजनले जब हेर्छ नि याबीलाई दुईटाले एकअर्काले हेर्छ नि यसरी कुरा सकिहाल्यो कि लिल्लजको लेभल कहाँसम्म पुगेछ भनेर सकिहाल्यो कुरा क्रेजी लाग्यो मलाई जब लिल्लजको फ्लो स्विच हुँदा र त्यसपछि जब यो लाइन हालेको छ नि यो लाइनमा चाहिँ स्पेसली यस्तो राम्रो रियाक्सन गर्यो दुइटाले जब दुइटा ऱ्यापरले एकअर्कालाई हेरेको छ नि त्यसपछि रियाक्सन त माई गड बबाले गरेछ लिलले ओए साइको नभन है लास्ट मलाई त यो सुनेको थिएन लिलै म बवाल लाग्यो चस्मा चुराएर हेर्दैछ हो एउटा लिलज ऱ्यापर कहाँ घोराइदेखि उठेर CR7 होराको स्ट्रिममा गएर ऱ्याप हानेर दुईवटा ऱ्यापरलाई इम्प्रेस गरेर त्यसपछि लाइभ स्ट्रिममा पब्लिकहरू आएको पनि त्यसमा पनि नेक्स्ट लेभलको इम्प्रेसन गएको छ लिलज बाबालाई दामी हान्नुभएको छ मलाई दुईजनाको रियाक्सन हेर्न खतरा लाग्यो क्या तपाईँले ऱ्याप त हान्नुभएको छ तर त्यो दुईजनाको रियाक्सन स्पेसल्ली अब दुईजना रियाक्सन हेर्दै मलाई खतरा लागेको छ ओके I hope this video guys, if you did, please do make subscribe my YouTube channel and see next video. Bye everyone. सुन मेरो ऱ्याप सिधै पश्चिमबाट